नमस्ते सन्चै हुन्छ सबैजना। म फेरि पनि आज एउटा छोटो भिडियो लिएर आएकी छु। आज चाहिँ सबैजनाको बेस्ट है, लगभग अहिलेको टाइममा चाहिँ सबैको बेस्ट भएको छ, फेभरेट भएको छ। के होला गेस गर्नु त? चटपट भिडियो लिएर आएको छु है। मैले चाहिँ सामानहरू चाहिँ म रेडी गरिसकेँ। कुनै सामान चाहिँ मसित छैन हैन, मसँग नभएको सामान चाहिँ काट्नु छैन मसँग। रेडी पनि गरिसकेँ है। प्याज, हरियो खुर्सानी, गाजर राखेको छु मैले। अनि चाहिँ आलु रेडी गरेको छु। यहाँ धनिया पनि रेडी गरिसकेको छु। यो चाउचाउ रेडी छ है। चाहिँ मेन भनेको आज गिलो चटपट खाने हामीले। गिलो यो चाहिँ कलर है। म चाहिँ यसैमा काट्छु है। किनकि अहिले एकै ठाउँमा मिसाउने हो है, त्यही भएर चाहिँ यसैमा काट्छु। ल हेर्न सक्नुहुन्छ, मेरो चाहिँ सबै काटकुट गरेर रेडी भइसकेको छ। म चाहिँ अब बनाउन सुरु गर्छु है। सर्वप्रथम चाहिँ म चाहिँ थोरै राख्छु, धेरै राख्दिनँ है। आलु अनि प्याज, गाजर अनि खुर्सानी, थोरै चिप्स, चटपटको मसला, जिरा, धनिया, टिमुर पनि राखेको छु मैले। अनि खुर्सानीको धुलो, मैले तोरीहरू चाहिँ केही पनि राखेको छैन है। राखिदिएँ। मेन मसला भनेको यही हो। बिरेनुन राख्छु। अर्को सादा नुन भन्दा चाहिँ है, बिरेनुन राम्रो हुन्छ। चाउचाउको मसला, त्यो चाहिँ म धेरै हाल्दिनँ है। चटपट भनेपछि त पिरो त हुनै पर्यो होइन है। पिरो नभए चाहिँ मजै भएन नि है। ल आफूलाई कति मनपर्छ, कति खान सक्नुहुन्छ होइन, त्यही हिसाबले खाने है सबैजनाले। हामीले पिरो खायौँ भने अरूले पनि पिरै खानु पर्छ भने छैन। म चाहिँ अब यसलाई मजाले हातले नै मिक्स गर्छु। म चाहिँहरूलाई देखाउँदिनँ है एकैछिन। मेरो चाहिँ हल्का मिक्स गरेर यस्तो भइसकेको छ। अनि यसमा मेरो सिक्रेट मसला भन्नु मन थियो तर होइन है, यो खुर्सानी नै हो। यो चाहिँ अलि मिठो खालको खुर्सानी हो कि, पिरो नहुने खालको खुर्सानी हो है। म चाहिँ अब लेमन पनि राख्छु। हामी चाहिँ अमिलो टुवाक खान्छ है, त्यही भएर टन्नै राख्छु म चाहिँ। कलर, यो कलर चाहिँ खासमा रेड कलर भन्ने लिएर आएको होइन, तर यो रेड नभएर यो के कलर हो मलाई थाहा भएन। म चाहिँ अब कलर राख्छु है। म यसलाई मिक्स गर्छु राम्रोसँग। पिरो अमिलो स्वास परेको चटपट रेडी भइसक्यो। अब यसमा चाहिँ के चाहियो, मेन भनेको धनिया मजाले यसो हेर्न सक्नुहुन्छ। मेरो यो जाडोमा मैले बनाएको अमिलो पिरो स्वास परेको चटपट रेडी भइसकेको छ। कलरमा चाहिँ नजानु है, कलरमा नजानु, टेस्टमा जानु। टेस्टमा है, टेस्ट गर्ने भए आउनु होला सबैजना। लहास हुन्छ है। अब चाहिँ हामी खान्छौँ, किनकि फेरि यसै गऱ्यो भने फेरि सेलाउँछ, सेलाएपछि मिठो हुँदैन। हस् त, नमस्ते, सबैको दिन शुभ रहोस्।